परिवर्तनको बारे भन्नुपर्दा परिवर्तन हाम्रो मात्र चलचित्र होइन, यो हामी सबैको एउटा कथा हो। हामीले देखिरहेको घटनाको नै परिस्थितिलाई नै उठाएर बनाएको कथा हो र माघ 9 गते देशभरिको सिनेमा घरहरूमा रिलिज हुँदैछ। आशा छ हजुरहरू सबै आएर हेरिदिनु हुनेछ, महसुस गरिदिनु हुनेछ र एउटा परिवर्तनको हिस्सा बनिदिनु हुनेछ। थ्याङ्क यू। अरू त अब फिल्मको बारे सबै भनिहाल्नुभयो उहाँहरूले। र एउटा कुरा हाम्रो डिरेक्टर विजय केरुङ दाइलाई पनि थ्याङ्क यू भेरी मच भन्न चाहन्छु। उहाँले यो चलचित्रको लागि मलाई सेलेक्ट गर्नुभएकोमा। प्रड्युसर यहाँ आएपछि धेरैजनाको नाम बिर्सिँदो रहेछ कि खासमा अगाडि उभिँदा, अनि घर गएपछि याद आउँछ यो नाम लिनु। म खास आज लिस्ट लिएर आउँछु भनेको टाइम नभ्याएर हो। सबैलाई हेमन्त दाई, अञ्जना, करिश्मा दिदी, हाम्रो फाइट डिरेक्टर श्रीजी, ब्याकग्राउन्ड स्कोर गर्नुभएको रोमनजी, भिएफएक्स, सबैलाई थ्याङ्क यू भेरी मच भन्न चाहन्छु। फिल्म कहिले पनि एकजना मैले मात्र गरेर चल्ने होइन या अञ्जनाले गरेर मात्र चल्ने होइन, यो सबै एउटा टिम वर्कले गर्दा राम्रो हुने हो। त्यसैले सबैजनालाई मैले कसैको नाम शिव दाई, शिवम दाई होइन, कसैको अरू पनि नाम छुट्याएको छु भने सबैलाई थ्याङ्क यू भेरी मच। यो एउटा एकदमै मजबुत फिल्मको सहभागी भनौँ न, मजबुत फिल्मको एउटा पार्ट भएकोमा सबैलाई थ्याङ्क यू भेरी मच भन्न चाहन्छु। यति नै हो। थ्याङ्क यू। थ्याङ्क यू सो मच। सबैजनालाई मेरो तर्फबाट नमस्ते। अनि आज यहाँ उपस्थिति आफ्नो जनाइदिनु भयो त्यसको लागि पनि एकदम धेरै धेरै धन्यवाद। अनि हाम्रो डिरेक्टर सर र हाम्रो प्रड्युसर दाइलाई पनि एकदम धेरै धेरै धन्यवाद, मलाई यो प्रोजेक्टमा चाहिँ जोडिने मौका दिनुभयो। त्यस्तो धेरै मैले बोल्नुपर्छ जस्तो लाग्दैन होइन, ट्रेलरले नै धेरै कुरा बोलेको छ। सो अहिलेको स्थिति परिस्थिति देशको कस्तो छ भनेर, समाजको देशको राजनीतिक स्थिति कस्तो छ भनेर परिवर्तन चलचित्रले बोलिरहेछ। अनि चलचित्रको छायाङ्कनको दौरानमा जतिजना पनि बिहाइन्ड द सिन बसेर काम गर्नुभएको थियो सबैजनालाई अब एकजनाको नाम त भनेर सकिँदैन होइन, याद पनि हुँदैन खासमा नाम, तर सबैजनालाई यहीँबाट सम्झिन चाहन्छु अनि एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेन चाहिँ हाम्रो टेक्निसियन दाईहरू अनि किचनको दाई, स्पोर्टमा काम गर्ने दाई अनि हाम्रो श्री दाईको टिमलाई चाहिँ एकदम धेरै धेरै धन्यवाद भन्न चाहन्छु। उहाँहरू बिना त केही पनि पोसिबल थिएन होइन। हामीभन्दा धेरै गाह्रो त श्री दाईको टिमलाई एकदमै धेरै गाह्रो भएको थियो, त्यो देखेको पनि छ फेरि मेहनत। एकदम धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि जतिजनासँग पनि जोडिएर यो चलचित्रमा काम गर्न पाएँ, सबैजना एकदमै राम्रो राम्रो मान्छे भेट्दा आएको छु र आगामी चलचित्रमा पनि म दोहोऱ्याएर सबै कलाकारहरूसँग चाहिँ काम गर्न चाहन्छु। धेरै धेरै धन्यवाद। त्यो बडी डबल के गर्नु भएको या त आफै सिङ्गल्ली त्यो कसरी गर्नु भएको। र अर्को कुरा, फिल्ममा मारकाट, रगत, ब्लडहरू होइन, अलिकति हत्याका सिनहरू बढी देखाइएको छ ट्रेलरमै। भनेपछि यो फिल्मले कस्ता दर्शकलाई टार्गेट गरेको हो र कसरी यो फिल्म निर्माण गरिएको छ? यो डाइरेक्टरलाई नै हो प्रश्न, किनभने डाइरेक्टरले भन्नु एकदमै उपयुक्त सुनिएको छ। यो चलचित्र काटमार मारकाट बढी देखिन्छ, किन भोलि गएर मैले त्यो रिस्की एकदमै हाई रिस्की कुनै स्टन्ट गरेँ भने मलाई त पुरै फिल्म भ्याउनु छ। इनकेस केही भयो भने त फिल्म रोकिन्छ। त्यसैले एकदम हाई रिस्की छ भने त्यसमा चाहिँ बडी डबल युज हुन्छ, नत्र अरू एक्सनमा जुन मैले गर्न मिल्ने त्यो त मैले नै गर्छु। यसमा भयो कि भएन त्यो चाहिँ मैले जान्न खोजेँ। अनि यसमा अलमोस्ट सबै एक्सन मैले गरेको, कुनै हाई रिस्की वाला चाहिँ बडी डबल युज गरेको र बडी डबल युज गरेमा नि म आफूलाई एकदम प्राउड ठान्छु, किनभने मलाई जस्तो हाम्रो फाइट डिरेक्टरको टिम हुनुहुन्छ उहाँहरूले एकदमै हेल्प गरिदिनु भएको छ। उहाँहरूले गर्दा जति अझै लार्जर देन लाइफ स्केलमा देखिन्छ यो फिल्म सबै उहाँहरूले गर्दा हो। थ्याङ्क यू। कता हुनुहुन्छ हजुर? हजुर, बाघको डमरू होइन, बाघ त अब धेरैजना बाघ हुनुहुन्छ इन्डस्ट्रीमा। मैले चाहिँ आफूलाई बाघ भन्दा नि अब त्यो फिल्मको एउटा डायलग हो जुन चाहिँ अब अडियन्सहरूलाई पनि मनपर्छ होला। फेरि एकचोटि भनिदिन्छु पनि म, बाघ होइन डमरू हो। बाघको डमरूलाई या त जिस्काउनै हुँदैन या त मारिदिनुपर्छ।
तैँले कायदे बनाएर ठुलो भुल गरिस्। र र र हाम्रो इन्डस्ट्रीमा धेरैजना बाघहरू हुनुहुन्छ र जस्तो अब निखिल दाई, विराज दाई, अरू धेरै आउँदै पनि हुनुहुन्छ र यस्तो बाघहरू आउनुपर्छ जस्तो लाग्छ। अनि हाम्रो लेडी टाइगर भनेर चिनिन्छ हाम्रो कृष्ण म्याम, होइन, धेरैजना हुनुहुन्छ। थ्याङ्क यू।